हाम्रो एउटा सानो रमाइलो इन्टरटेनमेन्ट भिडियोहरू रहेको छ हैन। आज धेरै समयपछि म चाहिँ युट्युबमा जोडिरहेछु। म झोलासोला बोकेछु, कोदाली सोदाली बोकेछु। के गर्न कहाँ जान लाग्यो होला यो कुरा तपाईहरु अनुमान लगाउनु होला। र हामीसँग विकास सर चाहिँ पाइप बोकेर हिँड्नु भएको छ। के होला यो चिज हैन, हामी कहाँ जान लाग्यो होला यो कुरा पत्ता लगाउनु होला। यो कुरा पत्ता लगाउनलाई चाहिँ 50 रुपैयाँ रिचार्ज कार्ड हुन्छ है ल। यो कुरा पत्ता लगाउने मान्छेलाई 50 रुपैयाँ रिचार्ज कार्ड सहित पुरस्कार सहित आजको हाम्रो एउटा सानो ब्लग आउँदै छ। के कस्तो हुन्छ हजुरहरूले अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। र नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक शेयर सब्स्क्राइब गरेर अझै ग्रो गरिदिनु हुनको लागि अनुरोध पनि गर्न चाहन्छु। र पुरानो हुनुहुन्छ भने अझ धेरै माया दिनु होला भन्न चाहन्छु। र आज हामी चाहिँ यो खोलाको किनारतिर हिँडिरहेछौँ। अब के कस्तो हुन्छ अगाडि देखाउँला है त। हेरौँ है त अगाडि अहिले चाहिँ खोला किनारमा हामी झरिसक्यौँ। पानी बिना पाइप बोकेर आयो माछा मार्न आइपुगेको थियौँ हामी। यहाँ र अब यहाँ पाइप हालेर मारिसकेको छौँ है पानी कटाएर। अर्को रतिर जाउँ हामी। अर्को र कहाँनिर ल हामी अर्को र खोज्दैछौँ है त। खोला माछा ऊ छ यार बिगास है। यहाँभित्र बस्यो मर्यो। हेर्नु ला मर्यो होला हेर्नु त। हेर्नु त अचार भयो होला। त्यही पस्यो अन्त चलो ढुङ्गै फुट्यो माछा मरेन होला क्या। माछा आँची ढुङ्गा त्यसै कन्फ्युज हान्दैन। यता बस्यो ढुङ्गै फुट्यो माछा मरेन क्या। अब यस्तो भयो कि हेर्नु गाइज यस्तो भयो आज हाम्रो यहाँ सुरुमी दाउ बिग्रियो। झन् कोदाली सट हानेको यार ढुङ्गा फुट्यो माछा मरेन त। जाम माथि ढुङ्गा फुट्यो माछा त मरेन। त्यो कहाँ पुगिसक्यो अनि अब कहाँ एक ठाउँ बस्ने हो क्या। बम ल बम ठोक हान्यो सट दियो यस मर्यो खै माछा मरेन है। त्यो माछा बाँच्यो फाइनल। त्यसको आयु धेरै रहेछ। यहाँनिर छैन रहेछ, यहाँ चाहिँ छैन रहेछ। पाइप लाग्यो मलाई। अब चाहिँ पाइप बोक्दैछौँ। यस्तो रमाइलो हुन्छ। अझै 1-2 जना हुनुपर्ने यहाँ। यस्तो रमाइलो हुन्थ्यो। के छ माछा हेर्दैछौँ हामी चाहिँ। छ पानी कसरी कटाउनु त? मूल त 3 आउँछ। अर्को रह अलि सजिलो रह छ। यहाँ नि माछा त छन् त छ। अलिक गाह्रो रह रहेछ कि हो। अलिक गाह्रो रह रहेछ। रमाइलो हुन्छ हेर्दा हेर्दै जाऊँ अन्तिमसम्म। कस्तो मजा आउँछ। यसो अघि जानु भएको छ। पछि छु। पानी कटाउन पानी उदे माथि रह। यस्तो आनन्दको ठाउँ छ हेर्नु न। यस्तो शीतल आनन्द माछा मार्नलाई। यो खोला हो। यो खोलै हो है गाइस, खोलै हो यो। अनि हामी यहाँ माछा खोज्दैछौँ। अब यो त ट्राई नै गराएन अहिलेसम्म भन्न त पनि एउटा ट्राई गरे हो। अब हेरौँ कतिको आज माछा खाइन्छ कि दङ खाइन्छ भन्ने कुरा हुन्छ। आजको दिनमा हामीले माछा खाइन्छ कि दङ खाइन्छ त्यो थाहा छैन। अब हेर्दै जाऊँ अगाडि हामीलाई के खाइन्छ देखिहाल्नुहुन्छ तपाईँहरूले है। कति मारिन्छ अन्तिमसम्म आइहाल्छ के कति मारिन्छ माछा भन्ने चिज। म त पढिरहेको थिएँ। विकास सरले फेरि शनिबारको दिन के पढ्ने कति पढ्ने जाम हान्ने नि आज माछा बेलुका हान्ने नि भन्ने कुरा गर्नुभयो। अनि मलाई ल त नि भन्ने भयो। अनि पढ्दै हिँड्दै म पनि है छन्द किताब झोलामै छ पढाएको छैन।
अब त पुगेर हिँड्नु पऱ्यो नि जागो नि सेपैगडा भन्ने चिज छ यहाँ त यार बाँध हालौँ ल बाँध हालौँ ए यो हो 5 लाखको बजेट पऱ्यो भने होइन ल ठिक छ बन्छ ठुलो गएछ है टुरिस्ट यस्तो भएको छ कि लग्यो खतरा लग्यो अब जाम्पालाई माछा खोज्छ भने यार कहाँ हो यो मान्छे ढुङ्गै मात्र छ खोलामा यो भन्दा त बरु बिसिर लिएर नदीकै अब स्योर पार्थ्यो यता के छ यताको अवस्था यहाँ रहेछ नि त र यताको अवस्था के कस्तो छ यताको अवस्था यहाँसम्म माथि जाऊ त्यहाँ माथिको रहमा होला नि त माछा त तिनीहरूले सबै मारे त छैन होला हजुर छ होला होइन के कसो माछा त सबै हुँदैन सबै लैजाँदा नि त अलिअलि त खोलामा नि होला नि त यहाँ छ नि त माछा यो पानी सबै सुकाउनु त पागल हुन्छ त यार धुवा निक्लिन्छ नि यत्रो पानी सुकाउनु पऱ्यो भने त रको त पागल हुन्छ पानी माथि आएन भने पाइप ल्याएर त्यो पानी चाहिँ डाइरेक्ट पाइप कटाउने त्यसो पानी फालेर चाहिँ माछा मार्ने भन्ने कुरा गरे अब यत्रो पानी फालेर एउटा मात्र माछा भेट्यो भने त त्यो जति नमजा त जिन्दगी केही पनि हुँदैन होइन त्यो माछा छ ल ट्राई हान्दिउँ ल रेडी बाल्टिन छैन बाल्टिन ल्याउनु पर्ने नि त अनि कचुरा लिएर भोटी मारेर माछा मारेर कसरी हुन्छ त कचुराले पानी फाल्छ यत्रो रगको पानी कचुरा फाल्छ साध्य लाग्छ भनिदिनु न माछा त छ कि फेरि यहाँ जाऊँ न त अलि माथि जाऊँ त्यसो भए यो नभएपछि अलि माथि जाऊँ होइन म यहाँ भ्लग बनिरहेको छु यहाँ हेलो गाइज भन न हेलो गाइज विकास सर पाइप बोकेर थकेला अरे माछा मार्ने मान्छे अहिले थाकिसक्यो यसरी कसरी माछा खाइन्छ हो यहाँ छ ल यहाँ त कति पानी आएन विकास दाइ माछै छैन होला कहाँ छ त नि माछा कहाँ छ ए हेलो माछा दाइ कहाँ छौ तिमी हेरौँ त हेरौँ माछा मारी खाउला नि भनेर खोली झरे मायालाई सम्झेर माछा मारी खाउला नि भनेर खोली झरे मायालाई सम्झेर मूल छ कसरी थुन्ने त नि होइन मूल होइन माथिको पानी हो यहाँ गई यताडि आएको जस्तो लाग्यो पानी पानी यताडि आएको जस्तो छ मारिदिउँ न त के छ विचार हानिदिने हो ट्राई गरिदिउँ है त अब हामी एकछिन कोसिस गर्छौँ अनि फेरि अगाडि होइन यहीँ गर्दै गरेको देखाउँछौँ एकैछिन यहाँ यसो हेरौँ तयारी कस्तो हुन्छ अनि तपाईँलाई देखाउँछु है त र चाहिँ यस्तो छ यहाँ यस्तो छ अब यसलाई चाहिँ ट्राई गरौँ भन्ने हाम्रो सोचाइरहेको छ अब हेरौँ यसलाई ट्राई गर्छौँ कस्तो हुन्छ म तपाईँलाई देखाउँछु है त हाम्रो चाहिँ एउटा रगत हुने काम भइसकेको छ यता यसो गर्नु न कुनै त ढुङ्गा हाल्नु नि यता म त भ्लगर नि ढुङ्गा हाल्ने काम भइरहेको छ यो पानीलाई चाहिँ यता जानु नदिकन यहाँ मार्ने यहाँ चाहिँ थुनेर यो पानीलाई यता कटाएर अनि हामी चाहिँ त्यहाँनिर मार्ने भन्ने हाम्रो योजना छ तपाईँलाई यो पानीलाई चाहिँ कटाउने हो यो पानी कटाउँछौँ हामीले त हामी कटाएर अनि तपाईँलाई देखाउँछौँ है त कसरी कटाउँछौँ भनेर हामीले चाहिँ धेरै नै माछा मारिसकेका छौँ कति मार्छौँ भनेर देखाउँछौँ होइन अहिले चाहिँ हामी त्यो गन्तव्यमा भ्याएर अर्को गन्तव्यतिर लाग्दैछौँ हेरौँ यतातिर कहाँ सकिन्छ हेर्दैछौँ अब कहाँनिर कतिलो सकिन्छ मार्न सकिन्छ माछा हुन्छ सानो रहेछ यहाँ कति छ यहाँ यार कति छ यहाँ त यहाँभित्र माछै माछा आयो यहाँभित्र माछै माछा यता हेरौँ न यता सकिन्छ कि माछा हामी खोज्दैछौँ माछा खोज्दैछौँ
हामी खोला खोला छ मजा कति मारिन्छ देखाउँछ भाइ त अगाडि अगाडि कस्तो लागिरहेको माछा मार्दा अरू अरू गङ्गडा देखाइदिनु होला अरू कस्तो लागिरहेको नि शनिबारको दिन खुट्टा यो पनि खुट्टै है माछा ए पुरै माछा चलिरहेको यार यो चिम्दै हाल्ने रहेछ मैले नमारिहाल्ने होला कि तिमीले त एउटै समातेको होइन किन समातिन कति समाते गन्ने रहन तिनवटा होइन बढी समाते होला त्यो थालमा हगे समाते त्यो बाहेक थालमा मैले निकालेको बाहेक 10-12 वटा समालेर मैले पत्तै समाते मेरो काम पानी फालेको थियो त अनि पानी फालेको फाले ठिकै छ हामी खोलामा माछा मार्दैछौँ एक्लो हान्ने है थगेर आइसक्यो भन्न त नमिल्ने अझै हान्नै छ एक्लो हान्ने अझ एक्लो 1-2 लट हान्नै भन्ने हामी सोच बस्छौँ अहिले हामी बसिरहेको छ भाइ आनन्द स्पिकर ल्याउनु पर्दो रहेछ देखाइदिनु त दामी छ है बोसो सहितको माछा अब तलबाट 1-2 चोटि हानिन्छ अनि गइन्छ घरतिर हानिन्छ चाहिँ के अरे यो त हाम्रो गङ्गडा धेरै भएर झ्याउलाएर छोड्दै गयो झ्याउलाएर क्या झ्याउलाएर धेरै भएर यत्रो मारिसक्यो झ्याउला दुईजनालाई पुगिहाल्छ यति भएपछि नपुगिहाल्छ अनि झ्याउलाएर छोड्दै गयो हामीले ल जाउँ तल जाउँ अब हामीले चाहिँ तल जाने निर्णय गरियो अब चाहिँ हामी तलतिर जाँदैछौँ होइन त्यहाँ जतिको माछा मारेर पर्ने ताको चाहिँ मार्यो होइन अब चाहिँ तलतिर गएर मारिन्छ होइन तलतिर त्यहाँ एउटा ठुलो रह छ क्या त्यो रह सुकाउने हाम्रो भरपुर प्रयास रहनेछ अब हेरौँ यहाँ पनि तुर्ने चाहिँ नत्र यताडि अब त यस्तो डायो त्यताडि उता कटाएर यता लगाउनु हुन्थ्यो भन्ने हाम्रो लक्ष्य थियो तर त्यो लक्ष्य क्लेम हुन सकेन ठिकै छ अब अगाडि यहाँ त कति छ यस्तो हो कि यसो हाम फाल्ने हो कति छ क्या झुल्याएर हान्नु हुन्छ होला यहाँ त यहाँ हेर्नु यहाँ माछा हेर्ने कति छ हेर्ने कति छ कति चल्यो कति छ त बाहिर निक्लिएको मात्र पानी खाल्ने काम भइरह है यो रह भाइ छ पानी खाल्ने काम भइरह अब नाङ्गे भिडियो देखाउनु 38 भाइ 38 भा 45 46 47 48 49 50 51 52 54 हाम्रो 100 को च्यालेन्ज छ कि 60 61 62 63 64 अब 100 को च्यालेन्ज छ 100 पटक पानी फाल्ने 200 मा त पानी दिनु लाया अब हेरौँ कति फाल्न सकिन्छ हेरौँ यहाँ पानी एउटा फालिँदैछ सुनेर अब यहाँ मार्न यहाँ आँखा माछा टर्ने छ यार आँखा ऊ कुनाबाट झर्या ऊ त्यो कुनामा कति आँखा त्यहाँ त्यहाँ ऊ त्यहाँ जाँदैछौँ म जाँदैछौँ उनीहरू पनि म जान्छु ल म त्यहाँ जान्छु यति सुकिसक्यो अहिले चाहिँ यति सुकिसक्यो त्यति भरि पानीहरू पानी सकेर यस्तोहरू सुक्यो अलि टाढा माछा सर्नु जानुपर्छ कति झरमा माछा हेलो गाइस अब चाहिँ हामीले माछा मारेर नि भ्याइयो माछा कस्तो कस्तो छ कति मार्यो कसरी मार्यो भन्ने कुरा त विकास दाइ भनिदिनु कति रमाइलो भएको छ माछा देखाएन माछा एक ताल माछा हामी लगभग 2 बजे आएको थियौँ अहिले 4:30 भयो अनि पानी आउला पनि भयो अब चाहिँ हामी जान्छौँ अब हामी निक्लिन्छौँ आजको माछा मार्ने प्रोग्राम पनि इन्डिङ नै भयो भनौँ होइन अब निक्लिसक्यौँ हामी माछा धोएर त देखाइन्छ होइन के कस्तो छ भनेर अनि अहिले चाहिँ हामी अब निक्लिन्छौँ ह्याडी अहिलेसम्म जति हेरेर साथ सपोर्ट गरिदिनु भयो यहाँसम्महरूलाई धेरै धेरै धन्यवाद है यस्तै साथ सपोर्ट गर्नु होला आगामी दिनहरूमा पनि अनि आजसम्म लाइक सेयर सब्सक्राइब नगर्नु भएको साथीभाइहरूले पनि यस्तै रमाइलो इन्टरटेनमेन्ट भिडियोहरू हेर्नको लागि चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला है आसु ब्लग देवघाट हान्ने सुरुमै आउँछ र अब हामी चाहिँ
जाँदैछौँ खोलाको किनार किनार है। रमाइलो भयो आजको दिन, शनिबारको दिन माछा मारियो, रमाइलो गरियो, काम पनि गरियो, काम सँगै माम पनि भयो बेलुका है सँगै होइन। अनि हामी काम भ्याएर बसिरहेको थियौँ अनि माछा पनि जाऊँ भन्ने सोच आएर चाहिँ अनि म यसो माछा मारेर गइदिउँ भनेर हामी आइयो। र यस्तै हो, रमाइलो गर्नुपर्छ, हिँड्नुपर्छ, डुल्नुपर्छ। एक बारको जिन्दगीमा आज मऱ्यो भोलि 2 दिन होइन, मरिलानु के नै छ र, रमाइलो गर्ने हो। दुःख गर्नुपर्छ, दुःख आफ्नो काम पेसा नछोड्नु होला, काम सबैले गर्नुपर्छ। हामीले पनि काम सँगसँगै हो, यो एक्स्ट्रा यसो फुर्सदको समयलाई सदुपयोग गरेको हामीले कहाँ यहाँ ल्याएर राख्ने पाइप है। हाम्रो पाइप यहाँ छ कि पाइप यहाँनिर छ, यो पाइप बोक्नुपर्छ अब फेरि है। यो पाइप पाइपको काम लागेन, पाइप ल्याउनु मात्र भयो, पाइपको चाहिँ काम लागेन। अब हामी पाइप पनि कहाँ हाल्छौँ अनि पाइप बोकेर फेरि गइन्छ। यो पाइप त लास्ट लामो लाग्यो नि त अहिले त यो पाइप अब बोकेर जान छ है। पाइप यहाँ छ, यो ठुलो पाइप यहाँ छ। अब यो पाइप बोकेर यसो गरौँ न, धनै लडेन। यो तपाईँ एकजना उता बोक्नु, म यता बोक्छु। कहाँ सकिन्छ त नि एक्लै त। अब हामी पाइप बोक्छौँ अनि पाइप बोकेर घर गएपछि तपाईँलाई घरतिर देखाउँछौँ है। पाइप बोक्न गाह्रो भयो, पाइपले गर्दा झ्याउने भयो बनाउनु ल। अनि पाइप बोकेर उता गएपछि हामी उता गर्दै देखाउँछौँ है त, पखाले सखाले के हुन्छ हेर्दै गर्नु होला है त। अब लगभग इन्डिङै हो है हाम्रो। अगाडि चाहिँ अब माछा पनि मारियो, माछा मारेर लिएर आएको पाइपको काम त लागेन। यो पाइप घर त फिर्ता गर्नु पऱ्यो है। हामीले चाहिँ खास दुवालाई थुनेर पाइपबाट पानी फालेर हल्लिएकै माछा मार्ने भन्ने सोच थियो, त्यो नै चाहिएन क्या। हामी अब लेजेन्ड भयो हो नि त, हामी त लेजेन्ड मान्छेलाई पाइप जरुरत विकास लियो क्या, पर्दैन भने ल भनेर पाइप ल्यायो। ठिकै छ, अब एक बारको जुनीमा पता रमाइलो त हुन्छ होइन। ठिकै छ, अगाडि हेर्दै जाऊँ है के कस्तो हुन्छ। यस्ता रमाइलो पलहरू त धेरै रमाइलो हुन्छ नि फेरि है। अब बेलुका आउँछ है बुढी, बेलुका पोस्ट हुन्छ। आज चाहिँ शनिबार हो, आज शनिबारकै दिन पोस्ट हुन्छ है, हेरिदिनु होला। सकेसम्म म शनिबारै पोस्ट गर्ने प्रयास गर्छु, किनभने एडिटिङहरू नै गर्न छ अलिअलि, त्यसलाई प्रयास गरेर चाहिँ म तपाईँलाई आज नै हाल्ने गर्छु मेरो युट्युबमा है त। आजै हाल्छु है त ल। अब चाहिँ हामी माछा पकाल्ने काम गर्दैछौँ। यहाँ माछा देखाइदिनु त, यहाँ माछा यहाँ बाल्टिनमा छ। अब माछा पखालिन्छ, अनि माछा पखालिन्छ, बेलुका खाइन्छ। अब तपाईँहरू पनि यसो खानु होला सँगसँगै, अब हामीले खाएरै खाइन्छ, तपाईँले हेरेर खानु होला भन्दै आजको भ्लग चाहिँ सानो मिठो छोटो यहीँ भएको जानकारी गराउँदै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँसम्म हेरिदिनु भएकोमा। र आजको दिनहरूमा जति सपोर्ट गर्दै आउनुभयो, जति जे गर्दै आउनुभयो धन्यवाद दिँदै लाइक सेयर सब्सक्राइब पनि गरिदिनु हुनको लागि अनुरोध गर्थेँ। म पनि बिदा हुन चाहन्छु। हस्त धन्यवाद। नेक्स्ट भ्लगमा फेरि भेटौँला। बाई बाई।